दर्शकबिन नमस्ते। आज हामी स्विडेनको वेल टाउन एउटा रेस्टुरेन्टको उद्घाटन भएको छ, मोमो किङ। मोमो किङको उद्घाटन चाहिँ यहाँको सांसद र मेयरले भर्खरै उद्घाटन गर्नुभएको छ र यहाँ मोमो किङको नमस्ते। फुर्सदको टिभीमा तपाईलाई स्वागत छ। हस् नमस्ते, थ्याङ्क यू। आरामै हुनुहुन्छ? हजुर ठिकै छ हजुर। अनि आज यो मोमो किङको उद्घाटन भएको छ, तपाईलाई बधाई छ। हस् धन्यवाद। अनि कस्तो प्रतिक्रियाहरू भइरहेको छ यहाँ चाहिँ अब यो स्थानीय बासिन्दाहरूले जुन तपाईले मोमो किङ खोज्दाखेरि? उहाँहरूको प्रतिक्रिया निकै नै राम्रो छ। हामी पहिला टाउन सेन्टरमा मात्रै सीमित थियौँ, अनि ठाउँ सानो थियो, अनि मान्छेहरूलाई जहिले पनि आउँदाखेरि स्पेस नहुने अलिक समस्या भइरहेको हुनाले अब हामी ठुलो ठाउँको खोजीमा थियौँ। अनि यो ठाउँ मैले धेरै वर्षदेखि नै कोसिस गरेको, पाइरहेको थिएन यो ठाउँमा चाहिँ, तर अहिले लकिली ठाउँ भेटियो र अहिले हाम्रो स्पेस पनि धेरै नै ठुलो छ। अनि त्यो स्पेस चाहिँ अहिले कस्टमरहरूको लागि चाहिँ राम्रो एउटा चाहिँ बुकिङ गरेर आउनुको लागि पनि अलिकति स्पेस भएको हुनाले उहाँहरू धेरै नै खुसी हुनुहुन्छ। अनि कतिजना जति अटाउँछ यसमा चाहिँ? हाम्रोमा अहिले अगाडि चाहिँ 20 जना अट्नुहुन्छ, पछाडि चाहिँ तपाईँको 50 जना अट्नुहुन्छ। अब त्यसमा अलिकति स्क्विज गर्न चाहने भने हामी अझै 60 गर्दा टोटल 75+ सिटिङ छ हामीसँग। कहिलेकाहीँ यसो पार्टी सार्टी गर्नु पर्यो भने चाहिँ ठाउँ प्रशस्त छ? हजुर, पार्टी गर्नु पर्यो भने चाहिँ तपाईँको पछाडि चाहिँ सेपरेट स्पेस छ हाम्रो। त्यसमा चाहिँ तपाईँको मोर देन 50 सिटिङ प्राइभेट पार्टीको लागि, कुनै पनि इभेन्टको लागि, तपाईँको सानो अब अफिसमा कन्फरेन्स गर्नु पर्यो भने पनि, अब बर्थडे गर्नु पर्यो भने पनि, अब कुनै पनि फङ्सन गर्नुको लागि चाहिँ हामीसँग पछाडि चाहिँ सेपरेट स्पेस छ, टोटल्ली सेपरेट अगाडिबाट। तपाईँको यहाँ जुन स्विडेनमा यहाँ योभन्दा पहिला तल अर्को मोमो किङ पनि छ। हजुर। अनि कहिलेकाहीँ तपाईँको यो आउटलेटको छेउमा पनि यो विकेन्डमा जस्तो लाग्छ मलाई, त्यहाँ पनि तपाईँले राख्नुहुन्छ? हजुर। त्यो चाहिँ कस्टमरहरूले मन पराएर स्पेसली मोमो मात्रै बेच्नुहुन्छ कि अरू केही बेच्नुहुन्छ? हामीले आउटलेटमा चाहिँ अब तपाईँको यो फुड स्टल हो, त्यो चाहिँ एभ्री विकेन्ड्स र ब्याङ्क हलिडेमा रन हुन्छ र हामी त्यो सुरु गरेको 2017बाट हो। त्यहाँ चाहिँ हाम्रो मोमो, लिमिटेड मोमो, चाउमिन, फ्राई राइस, अब चिकन चिली, अब नेपाली स्टाइलको करी राइस, त्यो मात्रै बेच्छौँ स्टलमा चाहिँ। अब यो रेस्टुरेन्टमा चाहिँ त्यसैको बिगर भर्सन, जस्तो अब मोमो हाम्रो 35 फ्लेभरको मोमो छ यहाँ। डिस मोमोहरूको मात्रै, हजुर, मोमोको मात्रै 35 फ्लेभर छ हामीसँग। अब त्यो हिसाबले अब नेपाली स्टाइलको चाउमिनहरू भयो, फ्राइड राइस भयो, करी भयो, अलिअलि हामीले अब नान ब्रेडहरू पनि गर्छौँ होइन। मेजोरिटी चाहिँ नेपाली स्ट्रिट फुडलाई फोकस गरेर त्यसमा अलिकति साइडहरूलाई पनि एड गरेर हामीले अहिले नयाँ मेन्यू क्रिएट गरेर। हाम्रो यहाँ जस्तो यही स्ट्रिटमा अलिक उतापट्टि याक्दा हिमालय रेस्टुरेन्ट पनि छ। हजुर। त्यो हिमालय रेस्टुरेन्ट भएको कारणले अलिकति उनीहरूलाई अथवा तपाईँलाई त्यस्तो फरक पर्छ कि पर्दैन? फरक पर्छ जस्तो मलाई लाग्दैन, किनभने अहिले चाहिँ जुन हाम्रो जुन नेपाली फुडको जुन चाहिँ एउटा क्रेज बढ्दै गएको छ एउटा वेस्टर्न कम्युनिटीमा, त्यसले गर्दाखेरि चाहिँ उहाँहरूलाई पनि हामी यसरी आउँदाखेरि उहाँहरूलाई पनि सपोर्ट हुन्छ र हामीलाई पनि उहाँहरूको सपोर्ट हुन्छ र त्यसले खासै अप्ठ्यारो पर्छ जस्तो मलाई लाग्दैन। इभन त्यसले बरु मान्छेलाई चाहिँ यहाँ आउनलाई चाहिँ इन्करेज गर्छ जस्तो मलाई लाग्छ। अहिलेसम्म जस्तो तलको यहाँको अनि उता सबै ठाउँमा गरेर कतिजनालाई रोजगारी दिनुभयो? अहिले मेरो त्यही 20-22 जना हुनुहुन्छ होला रफली, अहिले ठ्याक्क त याद भएन मलाई। स्थानीयहरू पनि छन् कि नेपालीहरू? मेरो सबै चाहिँ नेपाली नै हुनुहुन्छ। हजुर, मैले नेपाली अब बिजनेस भएको हुनाले नेपाली नै प्रायोरिटी दिने हिसाबले चाहिँ मेरो नेपाली नै स्टाफहरू धेरै हुनुहुन्छ, मेजोरिटी सबैजना। यहाँको ओपनिङ टाइम चाहिँ कति? हाम्रो यो अहिले चाहिँ 5 बजेबाट 11 बजीसम्म छ, ट्युजडे टु थर्सडे। फ्राइडे, स्याटरडे, सन्डे चाहिँ 12 बजे लन्च स्टार्ट हुन्छ, त्यहाँबाट बेलुकासम्म राति 11 बजीसम्म हुन्छ। र महिनामा एकचोटि हामी चाहिँ लाइभ म्युजिक स्टार्ट गर्दैछौँ। अब आज पनि ओपनिङ सेरेमनीमा लाइभ म्युजिक छ साँझ।
त्यो चाहिँ अब एभ्री मन्थ मिड अफ द मन्थ हुन्छ। त्यो लाइभ म्युजिक चाहिँ कस्तो म्युजिक हो? नेपाली त्यसमा चाहिँ नेपाली प्लस इङ्ग्लिस दुइटै हुन्छ। हजुर इन्डियन होइन इङ्ग्लिस। इंग्लिश हजुर त्यो कलाकारहरु चाहिँ यहीँको स्थानीय हो? हजुर हाम्रो चाहिँ कलाकारहरू चाहिँ सबै यहाँ लोकल ब्यान्ड मेम्बरहरू हुनुहुन्छ यहीँको, उहाँहरू सबै नेपाली हुनुहुन्छ। जे होस् यहाँको स्थानीय मान्छेहरूले हजुर जस्तो नेपाली गीतहरू चाहिँ कतिको मन पराउँछन्? अब के छ भन्दा यहाँ चाहिँ पहिला नेपालीहरू कम्युनिटीमा चाहिँ लाइभ म्युजिक त्यस्तो छैन, अहिलेसम्म कसैको पनि छैन। अब त्यस्तो इभेन्टहरू हुने अकेजनल भनेको कुरा अलग हो, तर रेगुलर बेसिसमा एउटा कल्चर क्रिएट गर्नलाई चाहिँ त्यो कहीँ पनि छैन नेपालीहरूको। त्यो चाहिँ मैले स्टार्ट गर्दैछु यहाँ अहिले। यो स्टेट चाहिँ जस्तो 2009 मा रहेछ, त्यो तलको पहिलाको खोलेको चाहिँ 2009 मा हो? होइन 2009 मा हामीले चाहिँ अक्सफोर्डको ग्लस्टर ग्रिन मार्केटबाट चाहिँ सुरु गऱ्यौँ एज अ फुड स्टल, र त्यो स्टिल अहिले पनि एक्जिस्ट छ। हाम्रो चाहिँ मोमो किङको स्थापना चाहिँ त्यसरी भयो हो। भन्नाले सुरुमा मोमो किङ चाहिँ अक्सफोर्डमा हजुर अक्सफोर्डको ग्लस्टर ग्रिनमा मार्केट लाग्छ त्यहाँ, एभ्री वेन्सडेदेखि स्याटरडे 4 दिन लाग्छ हप्तामा। त्यहाँ मार्केट सुरु गऱ्यो र त्यो अहिले पनि रन भइरहेको छ हाम्रो, अहिले पनि रन भइरहेको छ। हाम्रो स्टार्टिङ चाहिँ त्यहाँबाट भयो हो। अनि त्यस पछाडि चाहिँ मैले स्विन्जनमा डिजाइनर आउटलेट भिलेजमा स्टार्ट गरेँ 2017 मा, अनि त्यो पनि अहिले स्टिल क्यारी हुन्छ एभ्री विकेन्ड्स र ब्याङ्क हलिडे। अनि 2019 मा चाहिँ मैले टाउन सेन्टरमा मोमो किङ खोलेँ। अनि त्यस पछाडि चाहिँ अब अहिले आएर चाहिँ हाम्रो यो चाहिँ नयाँ भविष्यमा फेरि अरू ठाउँतिर बन्ने हजुर योजनाहरू पनि छ कि? हजुर छ। मेरो चाहिँ अब फ्युचर प्लान चाहिँ अब यही बाथ ब्रिस्टल तपाईँको चेल्टनाम होइन, नियर बाई अब अक्सफोर्ड होइन, यिनीहरूमा चाहिँ एउटा आफ्नो चाहिँ ब्रान्ड फ्रेन्चाइजहरू, अब फ्रेन्चाइज पनि अफिसियल्ली अब हाम्रो अप्रिलबाट चाहिँ टाउन सेन्टरलाई अफिसियल फ्रेन्चाइज हुँदैछ। त्यही हिसाबले चाहिँ अब अरू पनि बिस्तारैहरू फ्रेन्चाइज बढाउने प्लानमा छु म। आज उद्घाटनको लागि मन्त्री पनि आउनु भएको थियो, मेयर पनि आउनु भएको थियो, उहाँहरूको प्रतिक्रिया चाहिँ कस्तो छ? अब उहाँहरूको प्रतिक्रिया एकदमै राम्रो छ। मेयर र मन्त्री त मेरो रेगुलर कस्टमर पनि हुनुहुन्छ। उहाँको फ्यामिलीलाई चाहिँ हाम्रो मोमो चाहिँ निकै मनपर्छ। उहाँहरू चाहिँ पहिलेदेखि आइराख्ने कस्टमरहरू पनि हो, र उहाँहरू चाहिँ हाम्रो सुरुको दिनदेखि नै हाम्रो अनलाइन अब टेक अवेजहरू प्लस डाइनिङको कस्टमरहरू उहाँहरू छ। मेयर पनि आउनुहुन्छ, खानुहुन्छ पहिलादेखि नै। तपाईँले अस्ति भर्खरै यो यहाँको स्थानीय जुन पुलिसहरूदेखि लिएर सबैलाई पनि खानाहरू खुवाउनु भएको थियो नि? हजुर मैले हजुर कन्ट्रिब्युसन गर्नुभएको थियो, कस्तो प्रतिक्रिया आएको थियो त्योबाट? उहाँहरू एकदमै खुसी हुनुहुन्छ हामीसँगबाट। अब हामीले कोभिडको बेलादेखि नै नेपाली समाजसँग मिलेर यहाँको चाहिँ प्रहरीहरूलाई अब एनएचएस हस्पिटलमा तपाईँको यो के भन्छ यो रिफ्युजीहरू भएको ठाउँमा अनि प्लस होमलेसहरूलाई हामी सबैलाई चाहिँ बेला बेलामा समय निकालेर हामीलाई चाहिँ फ्री फुडहरू चाहिँ हामी म मात्रै नभइकन म लगायत हाम्रो सम्पूर्ण नेपाली कम्युनिटीको होटल व्यवसायहरू, रेस्टुरेन्ट व्यवसायहरू प्लस अरू व्यवसायहरू मिलेर चाहिँ त्यो प्रोभाइड गरिरहेको छौँ, र उहाँहरू निकै खुसी हुनुहुन्छ र हामी हरेक वर्ष गर्छौँ यो। तपाईँलाई एकदमै धेरै धेरै धन्यवाद अनि बधाई पनि छ। हस् थ्याङ्क यू हजुरलाई पनि। महत्त्वपूर्ण समयको लागि तपाईँले यस्तो व्यस्तताको बावजुद पनि तपाईँले त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हुन्छ, नमस्ते। हस् थ्याङ्क यू, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। I don't have to buy
can always, I don't have to buy the house. I can always change